पठाउको ड्राइभर भइसकेको छ बिरे। म र बिरे, म भन्दा 9 वर्षको कान्छो छ त्यो बिरे। आज त्यो पठाउको ड्राइभर भइसकेको छ। म जस्ताको त्यस्तै छु गाउँमा। अझै पनि सम्झन्छु त्यो दिन गर्मी महिनामा खाइसकेको चाउचाउको मसला जाडो आउँदा 2 बटुको पानी हालेर उमालेको त्यो चाउचाउको मसलाको सुप। आहा, लास्टै स्वादिलो। गोला आसपास जडीबुटी खेल्दा घोडामा लागेको घाउ अझै याद आउँछ। मागुको भाइ कान्छा च्यातिएको ब्याग बोकेर इन्डिया गएको पनि 25 वर्ष भइसक्यो। खै कहाँ गए। अनि रङ्गी भएपछि डम्बरेले गाएको गाना, अनि पुने कान्छाले खेतमा सुसेलेको गाना अझै याद आउँछ। एक दिन बिरेले पछ्याएर सर लगेको फिल्म हेर्नु। भैया साइकलमा थियो पनि। बिरेले हैरान लगायो, दाइ कत्रो घर, कति मान्छे, कति धेरै गाउँ, कति धेरै घर। आज त्यो काठमाडौँमा पठाउको ड्राइभर भएको छ। अनि बाँकी रहेको पुर्णे कान्छा, मागुको भाइ, डम्बरे अहिले स्वर्गमा बास भएको छ।